बर्खाको साँझ थियो। आकाशमा बादलहरू यसरी जमेका थिए मानौ कसैले वर्षौँदेखि थुप्रिएको पीडालाई एकैचोटि पोख्न खोजिरहेको हो। छ्यालछेउको पुरानो कुर्सीमा बसेर म बाहिर हेरिरहेको थिएँ। हातमा चियाको कप थियो, तर चिया सेलाइसकेको थियो। जसरी तिमी गइसकेपछि मेरो जीवन चिसिएको थियो। टेबलमाथि पुरानो डायरी खुल्ला थियो। डायरीको एउटा पानामा तिम्रो नाम लेखिएको थियो। वर्षौँ अघि लेखिएको त्यो नाम मेटिएको थिएन, बरु समयसँगै अझ गाढा भएको जस्तो लाग्थ्यो। मानिसहरू भन्छन् समयले सबै घाउ निको पार्छ, तर सायद उनीहरूले प्रेम गुमाएका हुँदैनन्। हाम्रो पहिलो भेट एउटा पुस्तकालयमा भएको थियो। त्यो दिन म एउटा किताब खोजिरहेको थिएँ। माथिल्लो र्याकमा राखिएको किताब झिक्न खोज्दा अर्को हात पनि त्यही किताबतर्फ बढेको थियो। मैले हेरेँ, तिमी थियौ। ओहो, माफ गर्नुहोस्, तिमी मुस्कुराउँदै भन्यौ। छैन, तपाईँ लिनुहोस्, मैले भने। तपाईलाई चाहिएको हो भने तपाईँ नै लिनुहोस्, म पछि पनि पढ्न सक्छु। तिमी फेरि हाँस्यौ। त्यसो भए सँगै पढौँ न। त्यो सामान्य वाक्य थियो, तर त्यही वाक्यले मेरो जीवनको दिशा बदलिएको थियो। त्यसपछि भेटहरू बढ्दै गए। पहिले पुस्तकालयमा, पछि कफी पसलमा, बिस्तारै बिस्तारै एकअर्काको जीवनमा। एक दिन तिमीले सोध्यौ, तिमीलाई सबैभन्दा धेरै डर के को लाग्छ? मैले केही बेर सोचेर भने, आफ्नो मान्छे गुमाउने। तिमी केही क्षण मौन भयो। त्यसपछि मुस्कुराउँदै भन्यो, म तिमीलाई कहिल्यै छाडेर जाने छैन। म हाँसेँ, तर भित्र कतै त्यो वाक्यले घर बनाइसकेको थियो। प्रेम कहिले भयो भन्ने कुरा आजसम्म थाहा छैन। सायद त्यो दिन भएको थियो जब तिमी बिरामी पर्दा म रातभर नसुती बसेको थिएँ। वा त्यो दिन जब तिमीले खुसी हुँदै भनेकी थियौ, आज मेरो जन्मदिन हो, र म तिमीभन्दा धेरै खुसी भएको थिएँ। सायद त्यो दिन पनि हुन सक्छ जब तिमी रुँदा मेरो मुटु दुखेको थियो र तिमी हाँस्दा संसार सुन्दर लागेको थियो। एक दिन हामी नदी किनारमा बसेका थियौँ। साँझ ढल्दै थियो, हावा शान्त थियो। तिमी अचानक बोल्यौ, यदि कुनै दिन म तिम्रो जीवनबाट हराएँ भने के गर्छौ? म झस्किएँ। यस्तो कुरा नगर न, जवाफ देऊ। खोज्न निस्किन्छु, नभेटिए भने? मैले तिम्रो आँखामा हेरेँ। त्यसो भए जीवनभर पर्खिन्छु। तिमी केही बोलिनौ, तर तिम्रो आँखाभित्र एउटा अनौठो उदासी देखिएको थियो, जुन मैले त्यति बेला बुझ्न सकिनँ। केही महिनापछि तिमी बदलिन थाल्यौ। पहिले जस्तो धेरै बोल्दिनथ्यौ। सन्देशहरू छोटा हुन थाले र मुस्कानहरू बनावटी। एक दिन मैले सोधेँ, के भयो तिमीलाई? तिमीले नजर चोरेर भन्यौ, केही भएको छैन। झुट? साँच्चै? मलाई हेरेर भन। तिमी चुप भयो धेरै बेरसम्म। त्यसपछि तिम्रो आँखाबाट आँसु झर्न थाल्यो। घरमा मेरो विवाहको कुरा चलिरहेको छ। त्यो वाक्यले मेरो सम्पूर्ण संसार रोकिदियो। म केही बोल्न सकिनँ। तिमी रोइरहेकी थियौ। म पनि भित्रभित्रै भाँचिरहेको थिएँ। तिमी केही बोल्दैनौ। तिमीले सोध्यौ। मैले कठिनसँग मुस्कुराउने प्रयास गरेँ। के बोलौँ? मलाई रोकाऊ।
मेरो मुटुले चिच्याइरहेको थियो, रोक्छु, तिमी कतै जाँदैनौ। तर ओठहरूले भने, तिमी खुसी हुनुपर्छ, तिमी झन् धेरै रोयौ। म खुसी छैन, तर तिम्रो परिवार म के गरौँ? त्यो प्रश्नको जवाब मसँग थिएन, आज पनि छैन। विवाहको दिन आयो, पुरै सहर उज्यालो थियो। तिम्रो घरमा बाजागाजा बजिरहेको थियो, मानिसहरू रमाइरहेका थिए र म मेरो कोठाभित्र अन्धकारसँग बसेको थिएँ। फोनमा तिम्रो एउटा फोटो आएको थियो, दुलही बनेकी थियो। अत्यन्त सुन्दर, सायद जीवनमा सबैभन्दा सुन्दर। मैले फोटो धेरै बेर हेरेँ, त्यसपछि फोन बन्द गरेँ र पहिलोपटक बच्चा जस्तो रोएँ। त्यो रात झरी परेको थियो, बाहिर आकाश रोइरहेको थियो, भित्र म। वर्षहरू बित्दै गए, जीवन अघि बढ्यो, तर म अघि बढ्न सकिनँ। म काम गर्थेँ, हाँस्थेँ, मानिसहरूसँग कुरा गर्थेँ, तर ती सबै अभिनय थिए। भित्र तिमी अझै थियौ, त्यही जसरी पहिले थियो। एक दिन अचानक तिम्रो नम्बरबाट फोन आयो, मेरो हात काँप्न थाल्यो। धेरै वर्षपछि मैले फोन उठाएँ। हेलो हेलो, केही छेड मौनता छायो। त्यसपछि परिचित स्वर, कस्तो छौ? त्यो आवाज सुन्न साथ वर्षौँदेखि थामिएको आँधी एकैचोटि उठ्यो। ठिक छु, मैले झुट बोलेँ। तिमी हाँस्यौ, तिमी अझै पनि झुट राम्रो बोल्न सक्दैनौ। म चुप लागेँ, तिमी पनि धेरै बेरसम्म। त्यसपछि तिमीले बिस्तारै भन्यौ, मैले तिमीलाई धेरै दुःख दिएँ है। मेरो घाँटी भरियो। दुःख त त्यो दिन भयो जुन दिन तिमी गयौ, आँसु पनि। तिमी खुसी छौ? मैले सोधेँ। धेरै बेर पछि तिमीले उत्तर दियौ, सबै कुरा पाएर पनि केही कुरा हराए जस्तो लाग्छ। त्यो वाक्य सुन्दा मेरो मुटु फेरि दुख्यो, किनकि मैले बुझिसकेको थिएँ केही प्रेमहरू मिलेर पनि अधुरा हुन्छन् र केही प्रेमहरू छुट्टिएर पनि जीवित रहन्छन्। फोन काटियो, हामी फेरि कहिले बोलेनौँ। सायद त्यो अन्तिम संवाद थियो, सायद अन्तिम भेटभन्दा पनि पीडादायी। आज पनि म कहिलेकाहीँ तिम्रो नाम लेख्छु, पुराना सन्देशहरू पढ्छु, हामी हिँडेका बाटाहरू सम्झिन्छु र सोचिरहन्छु, यदि त्यो दिन तिमीलाई रोकिदिएको भए के हुन्थ्यो? यदि एकपटक स्वार्थी बनेको भए, यदि प्रेमभन्दा ठुलो साहस मसँग भएको भए। तर जीवन यदिले चल्दैन रहेछ। जीवन त सम्झनाले चल्दो रहेछ र म अझै पनि तिम्रो सम्झनामा बाँचिरहेको छु। किनकि केही मानिसहरू जीवनबाट टाढा जान्छन्, तर मुटुबाट कहिल्यै टाढा जाँदैनन्। तिमी पनि त्यस्तै थियौ र सायद सधैँ त्यस्तै रहनेछौ।